नमस्ते अनि स्वागत छ तपाईँहरूलाई सेल्फ हिल्समा र तपाईँहरूको समक्ष हामी फेरि पनि लिएर आएको छौँ बल्लको साथी र यो तपाईँहरूको जुन एपिसोड छ एकदमै इम्पोर्टेन्ट एपिसोड रहेको छ किनकि हामीले गाउँका एकदमै बोजू है गाउँका जो एकदमै राम्रो तपाईँहरूले देखिरहनु भएको सायद आदिले त देखिरहनु भएको होला तर कतिजनाले नदेखे पनि तपाईँहरूको समक्ष हामीले लिएर आएको छौँ हाम्रो बोजूलाई र स्वागत गरौँ बोजूलाई नमस्ते र बोजूको नाम चाहिँ के पर्यो होला नाम त त्यही हो मनमाया मनमाया है मनमाया खवास र तपाईँको उमेर लगभग कति भयो होला 90 90 है 90 पुग्यो होला ए र तपाईँको जुन बाल्यकालको जुन समय थियो है त्यो अलिकति हामीलाई भनिदिनुहोस् न कस्तो थियो त्यो बाल्यकालमा तपाईँहरूले खेलकुद कस्तो पाराले त्यो उयोहरू खेल्ने चिजहरू तपाईँहरूले हामीले खेल्ने चिज त्यति बेलाको जमाना भिन्दै थियो नि अब के हो के केटाकेटी हजुर होइन त हजुर हजुर त्यो अब ओर्लो घर पल्लो घर बाक्लो घर हो हजुर साथी साथी भेट भयो हजुर अन्त के खेल्यो नि अब उहिलेको जमानाको बुद्धि थिएन होइन हजुर त्यो चाहिँ छेउ पाहाडको मान्छेहरू त होला हामीलाई पनि चाँडो चाहिँ कहाँ याद छ त हजुर र तपाईँको त्यो बेलादेखि है अहिलेसम्म अब तपाईँ एकदमै चुस्त तन्दुरुस्त हुनुहुन्छ है बिमार सिमार केही भेट्नु भएको छैन अहिलेसम्म र तपाईँ अब बिमार त भएको कि अस्ति झन्डै मरेको चाहिँ दबाई खाएर हो पो त निलमले जाति पारे नि हो ए हजुर तपाईँले सुन्नुहुँदैछ निलम खवास है निलम खवास चाहिँ गाउँका एकदमै डाक्टर हुनुहुन्छ र उहाँले उपचार गरेर उहाँलाई निको बनाउनु भएको उहाँले भन्नुहुँदैछ र एकदमै राम्रो कुरा है गाउँमा पनि यस्ता डाक्टरहरू छन् कि जो हाम्रो गाउँठाउँका जति पनि बिमारीहरू हुनुहुन्छ उहाँले निको पार्ने है उहाँले घरमा आएर हेरचाह गरेर उहाँले हेरिकन जानुहुन्छ यो एकदमै राम्रो है गाउँको लागि गाउँमा राम्रो छ नि बोजू तपाईँको जुन त्यो बेलामा होइन अब तपाईँलाई याद हुने कुरोहरू अब नामथिङ पोखरी चाहिँ तपाईँको कस्तो थियो त त्यो टाइम त्यति बेला हजुर त्यति बेला त अब पानी हुन्थ्यो हो हजुर नामथिङको पानी हुन्थ्यो हामी जान्थ्यौँ नि त्यता हजुर जान्थ्यौँ नामथिङमा जान्थ्यौँ त्यो नामथिङलाई नमस्ते गर्थ्यौँ फुलहरू लिएर जान्थ्यौँ चढाउँथ्यौँ हो डर लाग्थ्यो नि त हामीलाई वरिपरि पहिला पाखा घुम्यो अरे अन्त त्यहाँबाट फुल लिएर नमस्ते गरेर अन्त फुल चढाउँथ्यौँ अन्त मात्रै उसलाई यसो वरिपरि काटेर हिँड्थ्यौँ हो त्यो अब त्यो पानी टेक्यौँ भने डरले क्या पाप लाग्छ भनेर अन्त त्यो पानी पनि टेक्दैन थियौँ हामी त्यति बेला तपाईँहरू एकदमै चोखो राख्नुहुन्थ्यो है चोखो राख्थ्यौँ हामीले अहिलेको जुन हेर्नुहुन्छ तपाईँले नामथिङ त्यो पहिलाको र अहिलेकोमा के भिन्नता छ त तपाईँलाई के लाग्छ म नामथिङ नगएको धेरै पो भयो त खर्साङ जाँदा देखेको त्यति बेला पानी थियो थिएन पानी थिएन त्यो तपाईँहरूको समयमा त्यो पानी डल भइरहन्थ्यो हो हजुर चैत वैशाखमा पनि अब त्यति बेला खडेरी लाग्थ्यो नि त कम्ती पानी क्या केटाकेटी जान्थेन डरले डुब्छ भनेर गइरहन्थे नि अहिले त नहुँदो रहेछ नि त र तपाईँहरू त्यो समयमा होइन जुन अब खाना एकदमै अब अहिले त हामीले विभिन्न प्रकारको खानाहरू पाउँछौँ है र त्यति बेला चाहिँ तपाईँहरूले कहाँबाट चाहिँ लिएर आउनुहुन्थ्यो त खाना हजुर खाना मतलब अब चामलहरू त हामी अब पैसा त हुने त हो नि पैसा हुने सिलगढीबाट ल्यायो पैसा अलिक कम्ती हुने त्यो रङ्गी गयो घोडा लग्यो घोडाले ल्यायो त्यति बेला फेरि गाडीको त्यस्तो सुविस्ता थिएन त्यति बेला खालि घोडाको र यहाँनिर खेतीपातीमा चाहिँ के आउँथ्यो त्यो समयमा कोदो मकै फापर तोरी
गाउँ पनि छर्छु हजुर हजुर सबै ठुल्ठुलो भयो कहाँ छर्छ त नि हुन्छ। अहिले त त्यस्तो पाउनु अलैँची मुस्किलै पर्यो है मुस्किलै पर्यो अलैँची हजुर अलिअलि सुन्तला हुन्थ्यो हजुर त्यति बेलाको समयमा केटाकेटी खाएरै सक्थ्यो हजुर। सुन्तला पनि र तपाईँहरूको अब यही कुरामा होइन तपाईँको यो बाटो जुन अहिले आएको छ बाटो भनौँ है छेउमै आएको भनौँ न हो त घरमा। पहिलाको जुन बाटो थियो अब घोडा हिँड्ने बाटो है अहिलेको जुन त्यो कालो रोड भनौँ है हो, अहिलेको कालो रोड आयो तपाईँहरूलाई के लाग्छ कि त्यो त्यस्तो जुन भयो हाम्रोमा यहाँनिर आयो त्यति बेलाको समयमा जुन तपाईँहरूले परिस्थिति भोग्नु पर्यो है पर्यो। अहिले आउँदाखेरि चाहिँ तपाईँहरूलाई के लाग्छ त खुसी लाग्छ नि खुसी लाग्छ खुसी नि? लाग्छ यस्तो देख्यौँ हामीले चाहिँ देख्यौँ हजुर पहिलाको बुढापाकाले बुढाबुढी मान्छेले हजुर नानीहरूले कम्ती आयो हुनेहरूले हजुर देख्नु पाएन यसो घर घरको बारी काटिए पनि सडक आयो सडक गाडी आयो। आयो हजुर त्यस्तो देख्नु पाएन हजुर दुःख भएन अहिले त कामको दुःख भए पनि यसो हेर्नु डुल्नु राम्रो छ नि त होइन हजुर हजुर हो त्यही सम्झिन्छौँ नि हामी र त्यति बेला तपाईँहरूले दबाईहरू कहाँबाट ल्याउनुहुन्थ्यो दबाई त कहाँबाट पाहाडे पहाडे है तपाईँहरूले त्यो प्रायः जस्तो तपाईँहरूले अब त्यो झागपातबाटै दबाई गरेर है आफ्नो उपचार है घाँस भात जराहरू के जानेकै हो उहिलेको मान्छे। हजुर त्यति बेला तपाईँहरूले जुन गर्नुहुन्थ्यो त्यो एउटा कष्ट भनौँ र पनि अब एउटा तपाईँहरूलाई त्यो समयमै मजा हो त्यति बेलै मजै थियो हामी हजुर फेरि अहिले आउँदाखेरि अब अहिलेसँग घुलमिलै छ तपाईँहरू र पनि अब त्यति बेलाको समय तपाईँहरूलाई एकदमै याद रहन्छ होला है याद हुन्छ नि अब अब तपाईँले अब यस्तो कोही बेला होइन तपाईँले कहानीहरू नानीहरूलाई सुनाउँदाखेरि त्यो तपाईँको कहानी एउटा कहानी भनिदिनु हामीले चाल पायौँ न भन्छ नि उनीहरूले के हजुर एउटा कहानी चाहिँ एउटा तपाईँले जुन अब याद छ त्यो पहिलाको जुन कुरोको है त्यो एउटा कहानी बताइदिनुहोस् न सबैलाई के छ कहानी मैले के गर्नु हामी अब दुःख गरेको दुःख त के गर्यौँ नि बिहान नहुँदाखेरि खेल्यौँ हामी हो हजुर अलिअलि पढ्नु स्कुल लाग्छ नि त त्यति बेला हजुर स्कुल जान्थ्यौँ तपाईँले स्कुल चाहिँ कहाँ जानुहुन्थ्यो त त्यो समयमा त्यो तल चिटाङमा चाहिँ नि त अन्त सिटङमा पनि स्कुल थियो है र कति कुन क्लाससम्म थियो त्यो समयमा खोइ कुनै छ कतिसम्म थियो क्या त उसले चाहिँ पढाइ चाहिँ हेडसर ऊ चाहिँ थियो किसन सर हजुर हजुर धेरैको मुखबाट यो कुरा है मैले सुनिसकेको किसन सर है उहाँ सबैको गुरु नै रहेछ जो हामीले जति पनि हामीले इन्टरभ्यू लिइसकेको छु सेल्पुबाट उहाँ चाहिँ एकदम शिक्षक गुरु है उहाँ चाहिँ अब सबैको गुरु नै रहेछ र अहिले बोजूको पनि गुरु नै परेछ है एकदमै त्यो समयमा तपाईँहरूलाई शिक्षा दिने है तपाईँहरूलाई श्रोताहरूलाई हामी चाँडै नै उहाँसँग पनि कुराकानी गरेर भेटघाट गराउने छौँ हामी तपाईँहरूको समक्ष है हाम्रो बोजू छ है अब तपाईँको अब विस्तारमा है तपाईँको विवाहित कुरा गरौँ है तपाईँ बिहा गरेको लगभग तपाईँको हिसाबमा कति साल भयो होला अन्दाज तपाईँ लाउनुहोस् न धेरै भयो मतलब तपाईँको 50 सालहरू भयो 50 साल अलिक भएको छैन होला अलिक भएको छैन है 50 साल यादै त राखिएन अन्त त्यस्तो यस्तो होला भन्ने क्या त्यो त हजुर ठिकै छ तपाईँको र तपाईँको जुन परिवारमा है तपाईँको नानीहरू कतिजना हो त मेरो हजुर सबै भएको चाहिँ भन्नु हजुर 4 भाइ छोरा हजुर 3जना रहेछ छोरी हजुर
र तपाईँको 4 भाइ छोरा र 3 जना छोरा। अब तपाईँको त नाता नातिनी पनि भइसक्यो होला है? नाता नातिनी नातिनीको बिहा त भइसक्यो अन्त के को त्यहाँ भइसक्यो होला हुन्छ भयो नि पनाति है, पनाति पनि भइसक्यो। नाति पनि भइसक्यो। हेर्नुहोस् तपाईँको अब भनौँ भाग्यले जुराएको भनौँ है। उहिलेको मान्छेले चाहिँ भन्थ्यो अरे नि हजुर हजुर। नाति पलाचिनी देख्दा ल के भाग्य के हुन्छ भाग्य नि दुःख्य र पनि अब एउटा भाग्यमानी भनौँ न है, देख्यो भनेको होला अब त्यो तपाईँको पुस्ताले होइन, अब तपाईँको भनौँ अब आउँदो पिँढीहरू तपाईँले त्यसरी देख्नु पाउँदा हो त्यो भनेको तपाईँ एउटा भाग्यमानी नै भनौँ न है। त्यही भनेको रहेछ मान्छेले। अहिलेको जो नानीहरू हुन्छ उहाँ त अब तपाईँहरू जति त बाँच्नु सक्दैन पनि होला अब सायद नै है, र पनि अब तपाईँहरूको जुन अब त्यो पहिलाको जुन अब मकै भयो कोदो भयो है, त्यो प्रायः तपाईँहरूले त्यो युज गर्नुहुन्थ्यो, त्यो खानुहुन्थ्यो है, र त्यो खाएर तपाईँहरूले चाहिँ एकदम है त्यस्तै भएको भन्छ अहिले सबैले हो। हजुर हजुर। उहिलेको जस्तो खाइखोराकै छैन अहिले, खालि मधेसकै मात्रै खान्छौँ नि त होइन सबैले। अहिले त मधेसी सामानहरू आउनु थालेपछि त एकदमै मान्छेहरू पनि एकदमै कमजोर हो कमजोरी है। हजुर हो त्यस्तो छ नि त भयो नि त। हजुर उहिलेको चाहिँ कोदो ढेँडो मकैको खानेहरू चाहिँ कडा कडा हो है। हजुर उहिलेको त्यो बुढीहरूले अहिले के त नानी खामा बाबुहरूले हजुर त्यो कोदोको जाँड पकायो टुम्बा खायो हजुर हो त्यसो गरेर कडा भएको होला त। हजुर। त्यति बेलाको अब जुन अब त्यस्तै नै बल हुन्थ्यो नि त त्यति बेला चाहिँ। हजुर खेती नै लाउँथ्यो नि त बारी धेरै हो, हजुर अन्त खेती लगायो अन्त अन्न बनायो खायो दुखायो। हजुर अन्त तोरी पेल्यो घरमै हजुर। आफूले बनाएको ताजा तेल खायो तेल आफ्नै हातको है बनाएको। हो त्यस्तो खानु पर्थ्यो नि त। हजुर अहिले छैन त्यस्तो अब कुनै केको चोप जस्तो पो तेल त आउँछ तेल है। अहिलेको समय हेर्दाखेरि हामी है त्यस्तो खानुपर्छ अन्त हजुर। कहाँबाट राम्रो हुन्छ त्यो समयमा है जुन चिजहरू तपाईँहरूले बारीमै पाउनुहुन्थ्यो है। बारीकै खुवाउँथ्यो आमा बाबुले अब नि त। हजुर तपाईँको जन्मस्थल चाहिँ कहाँ हो खासमा चाहिँ? यहाँ चाहिँ तल सिटाङ सिटङ पऱ्यो नि है। सिटङबाट तपाईँ बिहा हुनुभएको यहाँ सेल्पु। सेलको हजुर। र सेल्पु आएर है तपाईँले यत्रो साल बिताइसक्नुभयो। बिताइसके नि हो बाँकी र तपाईँको जन्मस्थल सिटङ पऱ्यो है। हजुर त्यही प्रसङ्गमा हामी तपाईँलाई है त्यति बेला अब सिन्कोना है त्यो भनौँ कमान। कमान हजुर तपाईँहरू त्यति बेला कमान जानुहुन्थ्यो? जान्थ्यो त अब रहर लाग्थ्यो हो। हजुर हजुर। साथी थुप्रै जाँदाखेरि रहर लाग्थ्यो जान्थ्यो नि हो। र त्यति बेला तपाईँहरू ब्रिटिसको समय थियो कि? अलिअलि देखेको थियौँ ब्रिटिसको त्यो हजुर अहिले पनि सम्झिन्छु कि हजुर त्यो पा देख्दैन हजुर त्यो चुरा लगाउँछ नि लगाएको त्यो कोही बेला सम्झिन्छु म। उनीहरू गरङ्गा माइलाको अर्को जेठा कुन चाहिँले पनि लाउँछ नि त्यस्तो चुरा सुरुवाल। हो त्यस्तो लाउँछ नि हौ त्यो चाहिँ देखेको मैले। हजुर। टोपीहरू लाउनुहुन्थ्यो त्यति बेला? देखिने याद गरिनँ। याद गर्नु भएन है। तर त्यति बेला त्यो चाहिँ याद छ कि तपाईँको त्यो हाफ सुरुवाल भनौँ है, सुरुवाल चाहिँ अब लगाइरहेको है उनीहरू। र त्यति बेला अब तपाईँ त सानो नै हुनुहुन्थ्यो होला है? सानै थियो नि सानै थियो साह्रै याद नगरेको। हजुर। त्यति बेला अहिले बादमा आएर अब त्यो सम्झिँदा त अब तपाईँलाई सपना जस्तो लाग्छ? सपना जस्तो लाग्छ कहाँ हो कहिलेको हो जस्तो लाग्छ। र अहिले बाजेहरू त भाइहरू हो नि त मेरो। हाम्रो बाजे हजुर हजुर उयो घिमिरे खाल क्या त हजुर। सबै भाइ हजुर हजुर। म त सबैको दिदी नि त। दिदी हेर्नुहोस् है एकदमै अहिले पनि एकदम उहाँ चाहिँ एकदमै तन्दुरुस्त भनौँ है। अहिले पनि अहिले कमजोरी भयो साह्रै अस्ति बिमार भएको अस्ति बिमार भएर चाहिँ तपाईँले है तपाईँले अहिले घाँसहरू काट्नुहुन्छ? उयसको साथी जान्छु नि धर्म बस्नु मन पर्दैन कि तर बारीमै बारीमा है? बोक्दिनँ पनि। हजुर अन्त एउटा हर्ष त बोक्छु कि हजुर। अन्त देख्यो भने अलिअलि छातछुट बनाइदिन्छु। यसको पनि साथी हुने मेरो पनि साथी हुने बारीमा। अनि
र तपाईँहरूले देख्न सक्नुहुँदैछ अहिले बोजूलाई है हामीले सोध्यौँ बोजूले आफ्नै हातले है घाँस काट्छ अरे यत्रो 93 वर्ष है पुग्नुभयो बोजू र 93 वर्ष पुगेपछि पनि उहाँले आफ्नो हात चलाएर घाँस काटेर अहिले गाईलाई पशुपालन है गरिरहनु भएको छ र यो हामीलाई अब एउटा एउटा इक्जाम्पल नै हुन्छ है कि हाम्रो उमेरमा है हामी यस्तो हुन्छु कि हुँदैन र पनि अहिले बोजूलाई देख्दाखेरि हाम्रोमा पनि एउटा जोस आउँछ है हामी युवाकोमा पनि अब हामीले पनि अब पछि यत्रो बाँच्यो भने हामी है पुस्त गरेर बस्न सक्छौँ होला है र बोजू तपाईँको अब जुन अब यो उमेरसम्म तपाईँले काम गरिरहनु भएको छ यो चाहिँ तपाईँको त्यो जुन अब पहिला सानोमा जुन आमा बाबाले तपाईँलाई जुन त्यो घरको उत्पादन गरेर है तपाईँहरूलाई जुन तागत दिलायो है त्यसकै भनौँ न है नतिजा चाहिँ अहिलेसम्म बोजू यहाँनिर है एकदम हाम्रो समक्ष र आज हामी बोल्नु पाइरहेको छौँ हामी अब सौभाग्य मान्नुपर्छ र आज यसै बिचमा होइन यसै सन्दर्भमा होइन हामी अन्त्यतिर आउँदै है बोजूलाई हामी एउटा प्रश्न है र तपाईँले अब अहिले नाति पनाति खलातीसम्म देख्नु सक्नुभयो त्यो जुन अब नानीहरूलाई चाहिँ तपाईँ आशीर्वादको रूपमा चाहिँ के भन्न चाहनुहुन्छ त्यो आशीर्वाद चाहिँ अब म चाहिँ के भन्छु र नानीहरूलाई होइन उनीहरूलाई दुख बिमार नलागोस् चोटपटक नलागोस् चतुर नलागोस् एकदम गरेर खानु ज्ञानिलो हुनु पढ्नु ठुल्ठुलो हुनु त्यो अरू मुखमा के आउँछ र हाम्रो होइन छोराछोरी होस् नाति पनाति खलाती सबैलाई त्यसरी नै म त आशा दिन्छु त यो जोरी चतुर नलागोस् नानीहरूलाई दुख बिमार नहोस् त्यही त हो कुरा हजुर हजुर अन्त के भन्नु यही आशीर्वादसँग हामी बिदा चाहन्छौँ सेल्फ हिल्स टिम नमस्ते